15 वर्षपछि पहिला चाहिँ मैले Who are you? He asked me who I am. I'm also asking you who are you? Can you give me answer? ये तो जा रहे जा यार तू कुछ ओ हेलो साँच्चै हुनुहुन्छ के अरेको हे रहा नहीं जाता मलाई डिस्टर्ब नगर्नु भन्नुभएको थियो त्यही भएर बोलाइन तपाईँ हजुर केमा तिम्रो आन्टी जस्तो लाग्छ करिब 14 करोड रुपैयाँ तपाईँ जस्तै मान्छे हो म बुझ्नु भयो Ask me who I am. I'm also asking you who are you? Can you give me answer? Sorry भन्नु तपाईँ चाहिँ को हो त लाग्यो त्यसको भन्नुस् हामी पनि नागरिक जस्तै नागरिक तपाईले कसरी कुरा गरिरहनु भएको छ के हो तपाईले सकिनारे नसकिनाले यो बजेट गरेर नाइकै गरिदिनु ओ माइ गॉड सम्बन्धित मान्छे को चाहिँ हामीले त हामी को हुनु पर्छ सम्बन्धित मान्छे आउन तपाईहरुले सिकाएको हामीले ठड्याएको उहाँले आउने ठाउँमा गएर ठड्याउन नठड्याउनु हुनु पनि स्वाच र उहाँलाई तपाईहरुको हामी सधैँ सर तपाईहरुको गर्दिन हामी इज्जत गर्छौं हेर्नु हामी सक्दैन मेरो खराब पानी छ मेरो खराब मेरो भेट्ने मान्छेलाई पदाधिकारीलाई तपाईलाई भेट्ने इच्छा छैन म भेट्दिन भन्नुहुन्छ भने फोटो निकाल त्यो सचिवको फोटो निकाल यहाँ राखेर जुत्ताको माला तपाईहरुको भताङ ढुङ्गो हुन्छ है सबै कुरा यहाँ फुट्छ है मैले राम्रो मुखले भनिरहेको छु मलाई चण्डी उत्रिने वातावरण नबनाउनुस् साबिकको भाडा दर भन्दा किन धेरै लिनु भयो तपाईहरुले कसरी भन्नु पर्यो त उता धोगेर भन्नु पर्यो तिम्रो साबिकको भाडा भन्दा किन बढाएको भाडा रेट मलाई भन्नु पहिला हिजो तपाईको एयरलाइन्स नि अब चल्दैन बोलाउनु छ तपाईले यसरी बट्टा छोडाउनु कारण के त कंट्रोल सरकारी कार्यालय लिएर जहाँ पनि झोला झरौटी यहाँ एकजना झोला बैली है खत्म यो कसले बनाएको यो धनाले बनाएको चस्मा खोजेर कुरा गर्नु कति रे चार पाङ्देको यता आउ त चार पाङ्देको कति रे 110 बाइकको कति रे 25 रुपैयाँ अनि अरु कति रे रेट भन भाइ त्यसको चाहिँ पिकनिक गर्न आए बापत पार्किङ गरे बापतको चाहिँ मन्दिर छिर्दा पनि पैसा तिर्न पर्ने कहाँको चाहिँ व्यवस्था हो भन्नु नि त आर यु कमेडी यो त काम होइन नि त तपाईहरुको पैसा उठाउने काम होइन काम गरेर खाने काम हो यतिको मान्छेलाई पैसा उठाउन राख्ने होइन तपाईले त काम गरेर खाने हो पैसा उठाएर बस्ने होइन यसलाई काम गरेर खाए भन्दैन यसलाई पैसा उठा भन्छ जनता लुट्न बस्या भन्छ यसलाई मेरो खराब पानी छ मेरो खराब नै हिनेर ओडदोर गर्ने बाटोमा तपाईहरुले पैसा उठाउने सौछ त्यहाँ छ सौछ मन्दिर भित्र पैसा उठाउने नियम कहाँ छ संसारमा तो गेम बचाना पड़ेगा हो त्यो अन्त्य हुनु पर्यो आजदेखिबाट हुन्थ्यो यो हटाइदिनुस् यो हान्दै भाइ त्यो जलाइदिनु अनि कस्तो भेटलाज हो यो म चाहिँ अमेरिकन बाउको छोरी हो र वीरबहादुर तामाङको छोरी हुँ म कराउँछु म त अहिलेसम्म कहिलेदेखिको व्यक्ति हो
लाम पैसा खाने के म चाहिँ मान्छे होइन र मेरो लागि चाहिँ आउनु पर्दैन र यो मेरो त मात्रै सवाल हो 3.5 करोड जनताको सवाल हो यो दक्षिणकाली मन्दिर भने तपाईँको मात्रै हो तपाईँको बुवाको मात्रै बिर्ता हो र यो त्यस्तो पनि हुन्छ मान्छे मार्न पाइन्छ अनि 14 वर्ष मान्छे जेल गएर बसेर प्रधानमन्त्री भइरहेको छ म जानु मेरो खराब बानी छ मेरो खराब बानी छ गलत काम गर्नु हुँदैन र अन्याय आशिका तामाङले सुहाउँदैन कन्ट्रोल काम छ नि मलाई काम नआउँछ फेरि एकछिनमै फोन गर्नुभयो तपाईँले लागेन तपाईँ पनि जान मिल्दैन भित्र अनि के को सही हिसाब छ तपाईँ असही हो तपाईँ त तातो न भुत्लोको के को सही हिसाब गजब बेइज्जती है यो देशको नागरिक हुँ म के चुप लाग्नुस् किन लाग्दैछु नेपाल भन्छ कि म जेल जान्छु भनेर सकिन्छ अब जेल जान्छ होला आशिका तामाङ एकछिनमा 5 मिनेट आर यु कमेडी मी कपाल फुलिसक्यो बुढो भइसक्यो दाढी फुलिसक्यो तर बुद्धि भने यति छैन गलत काम गर्नु हुँदैन र अन्याय आशिका तामाङले सुहाउँदैन काम छ नि मलाई काम नआउँछ फेरि एकछिनमै नातिको नाममा जनता हामी ब्रह्मको दसजना कर्मचारीलाई रोजगार दिएको छु हजुरले रोजगार दिनुहोस् त ल हेरौँ क्यामेरा तेर्से आएको सजिलो छैन किनकि म पनि एउटा नेपालमा रोजगार दिने काम मेरो हो यो त यो तिमीले जे काम गरिरहेको छ के हो र मान्छे लुटेरै खानुपर्छ रोजगार पाउनलाई दिनुहोस् यो पानीको कम्पनीको फोन नम्बर दिनुहोस् आई विल टक एन्ड आई विल गो एन्ड आई विल भिजिट देम ओके कन्भिन्स किन गर्ने उनीहरुको नेपाल सरकारले जति टोक्यो त्यति लिन्यो किन कन्भिन्स गर्ने अरे सुधरो रे अभी त नेपाल सरकारको नेपाल भूमिमा बसेर तिमीले ब्ल्याकमेल गर्ने सबैजना पुग्ने चाहिँ भगवानबाट ठाउँमा हैन यो बलकुमा तपाईले टिकट कहि पनि पाउनु न टिकट दिदैन उनीहरुले चाहिँ गाडीबाट भेडा हाले जस्तो गाडी भित्र मान्छे हाल्ने पैसा असुल्ने यताबाट जाँदा 650 हो यताबाट जाने हो भने 80% हुन्छ त दाइ कस्तो यताबाट र यताबाट रुट त एउटै हो नि कस्तो यताबाट उताबाट भन्नु छ र आर यु कमेडी मी है हामीले उहाँहरुलाई तपाईले अहिले डाइरेक्ट 1000 रुपैयाँ भन्नुभयो त 650 को भाडालाई काटेको त नभए नजानुस् 5 रुपैयाँको लागि कुटी खेल्ने मान्छे हो नेपालीले नेपाललाई ठगेर लुटेर सकिने भयो देश नेपाल प्रपर्टी बेचेर ल्याएको गाडीहरु हुन्छन् हैन तपाईको त्यो ड्राइभर अनि प्रपर्टी बेचेर ल्याएर के तिमीले फ्रीमा त गरा छौ त ठगेर केही हुँदैन के भाइ कहीँ पुग्दैन नाच्छु चाहिँ भाइ अहिले बिरगंजको 2000 रुपैयाँ दिन्छु भन्छ अहिले यहाँ गाडी हुन्छ लाइनको लाइन कहाँ नहुने गाडी कहाँ जान्छ यहाँको लाइन यहाँको गाडी के अमेरिकाको मान्छे बोक्न जान्छ र